नमस्ते, म प्रवीण तिमल सेना। आज म हाम्रा स्वास्थ्य संस्थाहरूले पाम्स V2बाट आर्थिक वर्ष चेन्ज गरिसक्नु भएको छ र चेन्ज भइसकेपछि नयाँ पाम्स आर्थिक वर्ष 83-84 को सञ्चालन गरिराख्नु भएको छ। त्यस सन्दर्भमा अघिल्लो आर्थिक वर्षका कामहरू या काम बाँकी भएका चिजहरू हेर्न मन लागेको हुनसक्छ या प्रतिवेदनहरू फेरि डाउनलोड गर्न बिर्सिनु भएको हुनसक्छ। अघिल्ला प्रतिवेदनहरू कसरी डाउनलोड गर्ने भनेर धेरै ठाउँबाट फोन म्यासेजहरू आइरहेको छ। त्यस सन्दर्भमा मैले यो भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिँदैछु। अहिले आर्थिक वर्ष 83-84 भनेर यसरी खुलेको छ र तपाईँहरूलाई 82-83 को डेटा चाहियो या 82-83 को आर्थिक वर्षको चाहिँ तपाईँको कामहरू चाहियो भनेपछि त्यसको लागि नयाँ ट्याब यसरी खोल्नु पर्ने हुन्छ र त्यहाँ चाहिँ न्यू पाम्स भनेर यसरी तपाईँले युआरएल हालिसकेपछि यहाँनिर तपाईँले यो गरिसकेपछि तपाईँको आफ्नो प्रयोगकर्ताको युजर आउँछ र यहाँनिर आर्थिक वर्ष भनेर यहाँनिर क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर 82-83 भनेर राखिदिनु पर्ने हुन्छ र यसरी तपाईँले क्लिक गर्नुभयो भने 82-83 को कामहरू यसरी देखिन्छ र तपाईँको कामहरू अघिल्लो वर्षको कामहरू कति थिए माग फारमको हेर्नु पर्यो भनेपछि पनि तपाईँले यसरी यहाँ अवस्था भन्ने ठाउँमा गएर अल गरेर गरिदिनु भयो भने अवस्थामा पनि तपाईँको देखिन्छ। त्यसपछि गएर अर्को भनेको तपाईँको प्रतिवेदनहरू अनि कार्यालय प्रतिवेदनहरूमा चाहिँ वार्षिक विवरण तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ र कार्यालय प्रमुखको सिग्नेचर गरेर राख्नुपर्ने हुन्छ 413। त्यसमा खर्च भएर जाने प्रिभ्यू यसरी गरेर तपाईँले डाउनलोड गरेर आफ्ना सबै तपाईँको जिन्सी निरीक्षण र समायोजन गरिएको सबै क्रियाकलापहरू अघिल्लो वर्षमा गरेका चिजहरू यसरी डाउनलोड गरेर अभिलेखीकरण गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। अन्य केही